नरेन्द्रनाथ गुरुले के भन्नुहुन्थ्यो भने नेपाल भनेको विश्व सङ्गीत संस्कृति इतिहासको गुरुकुल हो। भाषा पनि हामी कहाँ धेरै छ, जाति पनि हामी कहाँ धेरै छ, सङ्गीत पनि हामी कहाँ धेरै छ। विश्वको सबै प्रकारको रुट चाहिँ यहाँ चाहिँ छ। खोज्ने हो भने हामी समुद्र सतह 60 मिटरदेखि लिएर विश्वको सबभन्दा अल्को ठाउँमा बसाइ हामीहरू बस्छौँ भने हामीसँग सबै चिजहरू विश्वका सबै रुट हामी कहाँ छ, यसलाई प्रवर्धन गर्नुपर्छ भन्ने बारम्बार भन्नुहुन्थ्यो। हामी पनि त्यो लागिरहेछौँ। यदि हामीले राम्रोसँग गीत जान्यो भने, राम्रो नाच्यो भने, राम्रो बाजा बजाउन जान्यो भने हामीसँग यो जुन अहिले अपराधहरू छ बढिरहेछ होइन, त्यस्तो अपराधहरूप्रति हाम्रो मन लाग्दो रहेछ। सङ्गीतले हामीलाई शान्त बनाउँछ, सङ्गीतले हामीलाई एकदम आनन्द गर्छ। अनि अन्तिममा पञ्चमुखी बाजा छ, त्यसको पनि दर्शन गरेर जानु होला। उपयुक्त समयमा त्यो बाजाको तालबल बजाउने गुरुहरू हामी बोलाएर फेरि त्यसलाई एउटा कार्यक्रममै गर्छौँ। र आजलाई मैले मात्रै बोलेँ, अरू यहाँहरू सबैलाई बोल्न मैले गर्न सकिनँ। आज कार्यक्रम यही मैले गर्छु र अब माथि छोराले अवलोकनलाई सबै मेरो अतिथिहरूलाई अनुरोध गर्छु। कुनै दिन अलिक चाँडै आएर ल एक्सप्लोर गर्नुपर्छ। सबैले पाउनुहुन्छ है, प्रत्येक आफ्नो मुठो बोलेर पनि राम्रो हुन्छ। सङ्गीतले त उहाँबाट बोलेको भए उनलाई मन परेको सङ्गीतको कसैले पाउँदैन, एउटै पाएन त्यसै भने सबैले पाउनुहुन्छ है, प्रत्येक आफ्नो मुठो बोलेर पनि